जय श्रीमन्नारायण। नमस्कार। म आचार्य श्री डाक्टर महेन्द्रनाथ मन्दडा, पिरामिड वास्तुविज्ञ। मेरो साथमा हुनुहुन्छ नमस्ते, म आर्किटेक्ट प्रज्ञा प्रधान। आज हामी अब पोडकास्टतिर पनि हामी गइरहेछौँ। त्यसमध्येको एउटा सानो कुरा आज राख्न खोजिरहेछौँ। मैले त धेरै बोलेँ, तर म आज प्रज्ञाजीलाई वास्तु किन चाहिन्छ, उहाँ त आर्किटेक्ट पनि हो, त्यही हिसाबले वास्तु किन चाहिन्छ त्यसमाथि केही भन्नुहोस्। बस अब वास्तु भनेको हामीलाई चाहिँ सिम्पल कुरा होइन। अब हामी एज अ आर्किटेक्ट हामीलाई चाहिँ पढाइएको हुँदाखेरि चाहिँ एउटा जुन घाम छ होइन, सूर्यमा नै यो बेस छ फर्स्ट होइन, त्यसपछि वायु जुन हावा चलिरहेछ होइन, र प्लस तपाईँको चाहिँ पानी होइन, र सँगसँगै तपाईँको पृथ्वी माटो कस्तो छ के छ होइन, र प्लस तपाईँको आकाश तत्त्व जुन हामीले चाहिँ भन्ने शब्द चाहिँ युज गरिरहेको छ होइन, इन्टिरियर स्पेस प्लानिङ होइन, लिभिङ स्पेस होइन, तपाईँको बेडरुम होइन, हामी विभिन्न एक्टिभिटी हामीले गर्छौँ र त्यो एक्टिभिटीको चाहिँ त्यसको चाहिँ सम्मिश्रण जो चाहिँ नेचुरल लसँग अलाइनमेन्ट भयो भने त्यसको हामीलाई पर्ने प्रभावलाई नै हामीले चाहिँ सामान्य रूपमा वास्तु भनेर बुझ्न सकिन्छ। धन्यवाद। आज भोलि हामीले किन वास्तुमाथि बढ्ता इम्फेसिस दिइरहेछौँ? अहिले चाहिँ यो चाहिँ राम्रो कुरा पनि हो होइन। वास्तु अहिले मान्छेलाई चाहिँ अवेरनेस कसरी भयो भने, मान्छेले जब समस्या अब धेरै भोग्दै गए होइन, र त्यो समस्याको निवारण के हो या उपाय के हो भन्ने जाँदाखेरि हाम्रो आफ्नो पुर्खाहरूले जुन त्यतिखेरको आफ्नो ज्ञान सिपहरू लगाएर जुन भवन निर्माण गर्ने क्रममा होइन, हामीले मुहूर्त हेरिन्छ, मुहूर्त अनुसार पनि हामीले चाहिँ त्यो कुन समयको वस्तु हो, कन्स्ट्रक्सन मटेरियल हामीले युज गर्दैछौँ, त्यो यावत कुराहरू सोचेर त्यसको तिथि मिति होइन, र तपाईँको चाहिँ त्यसको चाहिँ कहाँ कुन कुरा हामीले गर्दाखेरि यसमा चाहिँ देवी देवता खुसी हुन्छ नि त। किनकि बिल्डिङ बनाउँदा आफू मात्रै हुँदैन होइन, त्यहाँ सटल कुरा अरू कुराहरू पनि हुन्छ होइन, जुन हामीले चाहिँ नेचुरली अलाइन गर्दाखेरि त्यो कुराहरूलाई हामीले हेर्छौँ होइन। र हामीले जति पनि भक्तपुरको होइन, यो काठमाडौँको जति पनि दरबार स्क्वायर क्षेत्रमा त्यो कुराहरू मजाले पाउन सक्छौँ हामीले त्यहाँ चाहिँ है। र अहिले चाहिँ हामीले विशेष गरी समस्या किन भोग्नु पर्यो भन्ने कुरा पनि यसैमा मैले जोड्न पर्यो। हामीले जति सक्छ हामी यो सूर्यकोमा यो अलाइनमेन्ट भएर हाम्रो चाहिँ बिल्डिङ डिजाइन होइन, र हाम्रो ह्युमन फङ्सन यो ब्रेनको तपाईँको पिट्युटरी ग्ल्यान्डहरू जुन तपाईँको एक्टिभेट हुने कुराहरू छ होइन, सूर्यको प्रभावमा हाम्रो त्यो तत्त्वहरू जुन एक्टिभेट हुन्छ त्यो चाहिँ त्यो विशेष गरी सूर्यको उसबाट हुन्छ होइन, प्रभावबाट पर्छ। र त्यही प्रभावलाई मध्यनजर गर्दै हाम्रो विभिन्न दिनचर्याको क्रियाकलापलाई चाहिँ त्यहाँ चाहिँ हाम्रो चाहिँ एउटा भवनभित्र हामीले चाहिँ त्यसलाई निर्धारण गरेको हुन्छौँ। र आजको दिनमा तपाईँको पहिला पो जग्गा जमिन टन्नै थियो, घर टक्क पूर्व फर्काएर बनाउने होइन, अनि तपाईँको आँगन राख्यो, त्यसरी विभिन्न आफ्नो लाइफस्टाइलसँग म्यानेज हुने गरी होइन हामीले डिजाइन गर्थ्यौँ। तर अहिले के भयो भने समय बित्दै जाँदाखेरि तपाईँको एउटा कुरा जग्गा प्लटिङ हुँदाखेरि पनि तपाईँको यो जुन लङ्गिट्युड ल्याटिट्युड तिनीहरूसँगलाई व्यवस्था गरी होइन, तपाईँको सनराइज भ्यूको कुराहरू त्यो सम्भवै भएन आजको दिनमा यो क्लस्टर यो जुन अर्बन फ्याब्रिकमा आइपुग्दासम्म। र यसलाई पनि तपाईँको अर्बन डिजाइनरहरूले चाहिँ एकदमै यसलाई चाहिँ अलि एकदम गहन रूपले त्यसलाई चाहिँ सकिसक्दो मिलाउने हिसाबले होइन, बाहिर त अहिले त्यो ट्रेन्ड नै आइसकेको छ होइन। दुबई हेर्नुहोस्, युरोप हेर्नुहोस्, अमेरिका हेर्नुहोस् होइन, बार्सिलोनाको प्लानिङहरू हेर्नुहोस् होइन, त्यसमा फुल्ली तपाईँको चाहिँ त्यो डिजाइनहरू इन्कर्पोरेट गरिसकेको छ आजको दिनमा। र जग्गा नै तपाईँको सेप मिलेन भने होइन, त्यसको तपाईँको प्लटको ओरिएन्टेसन मिलेन भने समस्या त्यहीँबाट पहिला सुरु भयो। डिजाइनको त भित्रको कुराहरू त अझै अर्को पाटो भइगयो है त। अहिलेलाई यति नै। धन्यवाद प्रज्ञाजी, तपाईँले राम्रो जानकारी दिनुभयो। हजुर, हामी फेरि पनि आउनेछौँ। धन्यवाद।